मजाको यो चाहिँ नेचर वाक छ। यस्तो मजा आयो है। ओहो नानी निद्रा पुग्यो ए सपना देख्यौ कहाँ घुम्न आएको छौ कोसँग ए ल राम्रो वेदर भयो कि है नसोचेको वेदर भयो दिउँसो चाहिँ पानी पर्ला जस्तो भइराखेको थियो निस्किने र इन र आउट एक ठाउँबाट रहेछ म कन्फ्युजन थिएँ म तिमीसँग पहिला मागो भएको चाहिँ गरेको जस्तो देख्छु भयो त चलाउँदाखेरि चाहिँ उतै गाउँतिर चलाए जस्तो के नानी हेरेस यहाँ रोड देख्यो हजुर Hello baby. Abi. Angel. Anissa.
आमा माइजू नानी बाबुहरू माइजू न्युरो जानुहोस् न तल आज साँझको स्पेसल न्युरो गराउँछ नानी हिँड 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 मजाको यो चाहिँ नेचर वाक छ यहाँहरू चाहिँ यो ठाउँमा आएर इन्जोय गर्न सक्नुहुन्छ अनि डेफिनेटली यहाँ आइसकेपछि एउटा पिस के एउटा शान्ति एउटा स्ट्रेसफुल होइन एउटा विदाउट स्ट्रेस होइन अनि एउटा रमाउने एउटा चाहिँ यो गन्तव्य मैले चाहिँ फेला पारेँ यहाँ सबैले चाहिँ यहाँ आएर चाहिँ रमाउन सक्नुहुन्छ हजुर फेरि वेदर पनि एकदम राम्रो भयो आज है एकदमै हामी आएर चाहिँ सानो फ्यामिली हामी दिदी भान्जी दिदीहरू भएर हामी चाहिँ यसो अगाडि बढ्दैछौँ यो अलग सडन पानी आइरहेको अवस्था थियो बरुगामतिर फेरि पनि यहाँ आउँदाखेरि यो एकदमै वेदर पनि एकदमै साथ दिइरहेको छ है घाम पनि लगाइरहेको छ अलिअलि हल्का चिसो त्यस्तो गर्मी पनि छैन होइन मजाको वेदर छ यो फ्यान्टास्टिक एकदमै यो डाँडो चाहिँ एकदमै माथिसम्म जाँदो रहेछ यता पारी चाहिँ टिमोर लेख्छ टिमोर लेख है टिमोर लेख्छ यहाँ के भन्न चाहनुहुन्छ यहाँहरू यो ठाउँमा आउनुहोस् रमाउनको लागि होइन यसो डे आउट स्ट्रेस फ्रीको लागि रमाइलो छ अगाडि हिँड्दै गर्नु अलिअलि जाडो भइरहेछ ल यस्तो मजा आयो है ओहो चिसो मौसममा के हाल्नु भएको यो त विशेष छ त यहाँ त धेरै त्यही त यो साह्रै नै मिठो लाग्यो मलाई त ओहो मजाको भएछ क्या चिया पनि अब यो तातो चिया खाएर अलिअलि भेडा चढेर आएका छन् यसो हेर्ने खोको हुनुहुन्छ यतातिर क्यामेरातिर यसो दर्शन दिनु होला है माइजल सुन्नु भयो नानी अब हामी चाहिँ यो गाडीमा आइयो पार्किङ मलाई चाहिँ यस्तो लागिरहेको कि आज चाहिँ हुन्छ नि पाल्पातिर क्या पाल्पा डाँडा जस्तो ला हो यहीँ हो क्या हामीले गाडी रोक्ने ठाउँ छ
हामी चाहिँ टपमा आइपुग्यौँ। एकदमै राम्रो एरिया रहेछ। म यता पर जाँदैछु अर्को डाँडा हेर्नको लागि। हामी चाहिँ वेल्समा छौँ। एकदमै राम्रो रहेछ, एकदमै राम्रो। मम्मी एकदमै राम्रो रहेछ।